हजुरको शुभ नाम? मेरो शुभ नाम थानबहादुर। ए ल, अहिलेको सरकारले के कस्तो काम गरिरहेछ? अहिलेको सरकारले बलियो लागु हुँदैछ। अझ गर्न र नगर्न भन्ने अझै त्यति चाहिँ ऊ छैन, निदो छैन। त्यही निदो नभए राम्रो गर्छ भन्ने आशा छ कि छैन? आशा छ। हजुर, आशा नभए पहिलाको जस्तो भ्रष्टाचार गर्ने जस्तो भए त्यो आशा हरायो। अहिले गर्दैन भन्न खोजेको? अहिलेको सरकारले राम्रै गर्छ गर्छ भन्ने जस्तो छ। हजुर। हुने के हो, अझै निर्मल छैन। दर्शकबिन, हामीले चाहिँ अब आम सर्वसाधारण जनताले के कस्तो अपेक्षा सोच राखेका छन् भन्ने विषयमा हामीले एउटा दाजुसँग सानो प्रतिक्रिया लियो र उहाँले भनेअनुसार अहिलेको सरकारले एकदम राम्रो काम गरेर देखाउँछ भन्ने खालका प्रतिक्रिया दिनुभयो। अहिले जुन ठुल्ठुला मान्छेहरूलाई पक्रिरहेछ यो विषयमा तपाईँहरू खुसी हुनुहुन्छ? राजी खुसी छ म। खुसी हुनुहुन्छ? भ्रष्टाचार गर्नेलाई जेलमा कोच्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ? राम्रै गरेछ भन्नाले तपाईँले अहिलेको सरकारले? गुन्डागर्दी गर्नेहरू काठमाडौँका धेरै मान्छेहरूलाई पक्रिरहेछ, यो विषयमा के भन्नुहुन्छ? राम्रो कि नराम्रो? गुन्डागिरी गर्नलाई त राम्रो भन्न सकिन्न, नराम्रै सोचिएछ। भन्नाले गुन्डागिरी गर्ने मान्छेलाई पक्रिरहेछ सरकारले, यो राम्रो गरेछ कि नराम्रो? अनि राम्रै गरेको छ, नराम्रो गरेको छैन। ल, भनेपछि यो अहिलेको सरकारले एकदम केही गर्छ कि भन्ने आशा खेतीमा। ए हजुर, ल हस् ल।